मनिष मानन्दर वान अफ द बेस्ट पावरफुल हिटर अथवा बेस्ट सोबल स्पाइकर भनेर चिनिने गर्नुहुन्छ। उहाँ बागमती प्रदेशको चितवन जिल्लामा जन्मिनु भएको एकदमै ट्यालेन्टेड भलिबल खेलाडी हुनुहुन्छ। उहाँ सानो सानो प्रतियोगिताहरू हुँदै नेपालको ठूलो राष्ट्रिय प्रतियोगिताहरूसम्म खेलिसक्नु भएको छ। उहाँले त्रिभुवन आर्मी क्लब, टिपटप हेल्प नेपाल जस्ता चर्चित भलिबल क्लबहरूबाट खेलिसक्नु भएको छ। त्यस्तै गरी उहाँले नेपालको उमेर समूहमा अन्डर 23 पनि खेलिसक्नु भएको छ भने नेपालको राष्ट्रिय टिमबाट पनि खेलिसक्नु भएको एउटा होनहार र अनुशासित भलिबल खेलाडी हुनुहुन्छ। उहाँले अस्ति भर्खर मात्र सम्पन्न भएको 9औं NBA मा टिपटप हेल्प नेपाललाई विजेता बनाउनको लागि उत्कृष्ट भूमिका निर्वाह गर्नु भएको थियो। उहाँ मिडल ब्लकर पोजिसनबाट खेल्नुहुन्छ। उहाँ नेपालको राष्ट्रिय टिममा हुँदाखेरि रविन चन्द घाइते हुनुभएको बेलामा ओपन अलराउन्डर पनि खेल्नु परेको थियो। नेपाली भलिबलमा हेर्ने हो भने ट्यालेन्टको कमी चाहिँ छैन जस्तो लाग्छ है मलाई चाहिँ। तर खेल क्षेत्रमा हेर्ने हो भने नेपालमा सोचे जस्तो भविष्य छैन। यति राम्रो र यति ट्यालेन्टेड खेलाडीलाई हामीले विदेशीको देख्न नपरोस्। मनिष मानन्दर भाइलाई मनदेखि धेरै धेरै माया छ। यति ट्यालेन्टेड खेलाडीलाई हामी सबैजनाले सपोर्ट पनि गरिदिनु पर्छ। अझै धेरै मेहनत गर्दै जानु होला, अझै धेरै प्रगति गर्दै जानु होला। सबैजनाले कमेन्टमा बेस्ट अफ लक पनि लेखिदिनु होला। यदि तपाईहरू पनि मनिष मानन्दरलाई चिन्नुहुन्छ र उहाँको खेल मन पराउनुहुन्छ भने कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।